बाइपोलर डिसअर्डर भनेको कस्तो खालको रोग हो भन्ने बारेमा यो भिडियोमा कुरा गरौँ र सुरुमा बाइपोलर भन्ने शब्दलाई बुझौँ। बाइ भनेको दुई हो र पोलर भनेको चाहिँ दुईटा फरक फरक स्थिति हो, जस्तै कि नर्थ पोल र साउथ पोल। त्यसरी नै बाइपोलर डिसअर्डर भनेको पनि दुईटा फरक फरक मुडको अवस्था हुने रोग हो, जसलाई मेनिया अथवा हाइपोमेनिया र डिप्रेसन भनेर भनिन्छ। र सुरुमा चाहिँ मेनियाको बारेमा कुरा गरौँ। मेनिया हुँदाखेरि व्यक्ति सामान्य अवस्थामा भन्दा बढी खुसी हुने, रिसाउने र व्यक्तिमा मुड पनि छिटो छिटो परिवर्तन हुन थाल्छ। साथसाथै इनर्जी लेभल्स र एक्टिभिटी पनि पहिलेको तुलनामा भन्दा बढी बढ्न थाल्छ र बेलुका 3-4 घन्टा मात्रै सुते पनि अर्को दिन पुरै फ्रेस म्यानिक बिरामीलाई महसुस हुन सक्छ। साथसाथै धेरै बोल्ने, गीत गाउने, नाच्ने, ठुल्ठुलो कुरा गर्ने, यसलाई चिनेको छु उसलाई चिनेको छु भनेर भन्ने, म विद्वान हो भनेर भन्न थाल्ने, धेरै खर्च गर्ने, जोखिमपूर्ण निर्णयहरू लिने जस्ता कामहरू म्यानिक बिरामीले गर्न सक्छन्। र मेनिया भनेर डायग्नोज हुन यस्ता लक्षणहरू कम्तीमा पनि 1 हप्ता वा लामो समयसम्म रहनुपर्ने हुन्छ र उपचार बिना यस्ता लक्षणहरू 3 देखि 6 महिना अथवा त्योभन्दा बढी समयसम्म पनि रहन सक्छ। तर यदि उपचार गरियो भनेदेखि मेनियाको लक्षणहरू 3 देखि 4 हप्तासम्ममा धेरै नै रूपमा कम आउँछ। तर बाइपोलर डिसअर्डर भने पूर्ण रूपमा ठिक भएको हुँदैन। अब डिप्रेसनको बारेमा कुरा गरौँ। डिप्रेसनमा हुँदा चाहिँ व्यक्ति लगातार 2 हप्ता वा त्योभन्दा लामो समयसम्म निराश हुने, पहिले रमाइलो लागेको कुराहरूमा रुचि हराउँदै जाने, सोच्न सक्ने क्षमतामा कमी आउने, जीवनप्रति निराशापन महसुस हुने, आत्महत्याको सोच आउने, शरीरमा थकानको महसुस हुने, छटपटी महसुस हुने, निन्द्रा र भोकमा परिवर्तन आउने, आत्मग्लानीको महसुस हुने जस्ता विभिन्न खालका लक्षणहरू व्यक्तिमा देखा पर्न सक्छन्। साथसाथै पहिले गरिरहेको कामहरू गर्न नसक्ने पनि हुन्छ। र उपचार बिना बाइपोलर डिप्रेसनको लक्षणहरू 4 देखि 6 महिना वा सोभन्दा लामो समयसम्म रहन सक्छ र उपचार गरियो भनेदेखि चाहिँ डिप्रेसनको लक्षणहरू 2 देखि 6 हप्तामा सुधार हुन्छ। र यो म्यानिक र डिप्रेसिभ फेज केही महिना वा केही वर्षको अन्तरालमा एउटै मान्छेमा देखा पर्ने हुन्छ। तर कहिलेकाहीँ चाहिँ मेनियाको केही लक्षणहरू र